चैत 7 गतेबाट सुरु हुने एसी परीक्षामा विद्यार्थीले मोबाइल प्रयोग गरेको पाएमा मोबाइल जफत हुने बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनु भएको छ। आज आइतबार जिल्ला प्रशासन कार्यालय बारामा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले यस्तो बताउनु भएको हो। प्रजीय अधिकारीले यसपालिको परीक्षालाई मर्यादित बनाउन मोबाइल प्रयोगलाई निषेध गरिएको बताउनु भएको हो। केन्द्राध्यक्षहरूको अभिमुखीकरणको क्रममा प्रजीय अधिकारीले 42 वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई परीक्षा मर्यादित बनाउन कडा निर्देशन दिनुभएको हो। यसरी यो 5 वटा स्कुलको चाहिँ गुनासो बढी आएको, चिट चोराएको, विद्यार्थीको गोजीमा मोबाइल प्राप्त भएको, शिक्षकले नै परीक्षा कक्षाभित्र गएर निरीक्षकले मोबाइलमा फोटो खिचेको र भित्र बसेर मोबाइलमा कुरा गरेको, यो सबै कारणको आधारमा हामीले अनुगमन टोलीले, हाम्रो अहिले 12 वटा अनुगमन टोली छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले 12 वटा अनुगमन टोली खटाएको छ। उहाँहरूले रिपोर्ट दिनुहुन्छ। उहाँहरूको रिपोर्टको आधारमा यसको असर चाहिँ फेरि 82 को एसएलसीमा पर्छ। यदि त्यो विद्यालयमा चिट चोराइएको पाइएको छ र यो हाम्रो सरले प्रस्तुत गरेका जति पनि कुराहरूको प्रावधानहरूमा केही तपाईहरुले कैफियत गरेको भेटियो भने फेरि 82 को परीक्षा चाहिँ हामीले परीक्षा केन्द्र त्यस्ता स्कुललाई राख्दैनौँ। त्यो कुरो अहिले नै यहाँहरूलाई अनुरोध गर्न चाहे। अब 82 को लागि यहाँहरूले अहिले हामी सबै सरकारी कर्मचारी हौँ, राष्ट्र सेवक कर्मचारी हौँ, हाम्रो जिल्लाको परीक्षालाई मर्यादित बनायौँ भने यो परीक्षामा बरु थपौँ न, 42 को ठाउँमा 5 थपौँहरू 47 वटा केन्द्र बनाऊ, तर कुनै पनि केन्द्र हटाउन नपरोस्, त्यति चाहिँ म अनुरोध गर्न चाहन्छु। र अहिले सरले भनेको कुरामा एक दुईटा कुरा चाहिँ म एकदम जोड दिएर भन्न चाहेँ। केन्द्राध्यक्षले चाहिँ मोबाइल प्रयोग गर्न पर्यो, तर अरू टिचरहरूले चाहिँ मोबाइल प्रयोग गर्न दिनु भएन। त्यो प्रधानाध्यापकको कार्यकक्षमा टिचरको मोबाइल राख्न पर्यो, नम्बर 1। नम्बर 2, कुनै पनि परीक्षार्थीले मोबाइल ल्यायो भने त्यसलाई सिज गर्नु पर्यो, किनभने प्रवेश पत्रको पछाडि लेखेको छ, सूचना जारी गरेको छ, माननीय मुख्यमन्त्रीको अध्यक्षताको कमिटीले निर्णय गरेर हामीलाई सर्कुलर गरेको छ। विद्यार्थीले परीक्षा हलभित्र मोबाइल प्रयोग गर्यो भने, मोबाइल देखियो भने त्यो मोबाइल सिज हुन्छ, लिलाम हुन्छ, पछि त्यो फिर्ता पाइँदैन। त्यो कुरा चाहिँ हाम्रो शिक्षा इकाइ कार्यालयबाट पनि आज सूचना जारी हुन्छ। यो कुरा यहाँहरूले पनि भनिदिनु होला। त्यो मोबाइल प्रहरीमा पठाइदिने, प्रहरीमा तपाईँले पठाएर प्रहरीमा पठाइदिने, त्यो मोबाइल पठाइदिने, त्यो मोबाइल फिर्ता पाइँदैन, त्यो सिज हुन्छ त्यो मोबाइल। अर्को चाहिँ यो परिचय पत्र, कुनै पनि परीक्षा केन्द्रमा परिचय पत्र नभएको कोही पनि व्यक्ति छिर्नै पाउँदैनन्। कोही पनि व्यक्ति परिचय पत्र चाहिन्छ। हाम्रो अनुगमन टोलीलाई पनि परिचय पत्र हुन्छ। परिचय पत्र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परीक्षा समितिको बाट जारी भएको एउटा परिचय पत्र हुन्छ। शिक्षा इकाइले तपाईहरुको लागि परिचय पत्र जारी गरिदिन्छ। यति परिचय पत्र हुन्छ, हेर्नु होला। परिचय पत्र परीक्षासँग